कसैलाई माया गर्नुहुन्छ भने यो कुरा सुन्नुहोस् है त। जहाँनिर माया नै हुँदैन त्यहाँनिर शङ्कै हुँदैन के। सम्बन्ध टिक्दाजेलसम्म मात्रै शङ्का हुने हो होइन, सम्बन्ध उदाजेलसम्म मात्रै शङ्का हुनु हो। अनि जब सम्बन्धै छैन, सम्बन्ध टुटिसक्यो, फुटिसक्यो, मलाई हजुर चाहिँदैन, हजुरलाई म चाहिँदिनँ भनेर बाटो नै दो बाटो बनाएर, दुईटा बाटो बनाएर हिँडेको दिन त सर्वस्व सकि नै हाल्यो के। अनि हो नि, जबसम्म मेरो भन्ने अधिकार बाँकी रहन्छ तबसम्म मात्रै डर र शङ्काले ठाउँ पाउने हो कि। कहाँ गयो होला, के गर्यो होला भन्ने चासो पनि त माया भएकैले लाग्ने हो नि, होइन र? जब त्यो माया नै रहेन, मनै मरिसक्यो, अनि त न गुनासो कहाँ रहन्छ र, है? न कुनै अपेक्षा नै, होइन र? त्यसपछि त जेसुकै होस् मतलबै हुन्न के। शङ्का सकिनु भनेको कहिलेकाहीँ चासो सकिनु पनि हो जस्तो लाग्छ मलाई चाहिँ। अनि साँचो कुरा, शङ्का त त्यहाँ लाग्छ जहाँ केही गुमाउँछु कि भन्ने डर हुन्छ। आफूले सँगालेको, जोगाएर राखेको कुरा खोसिन्छ कि भन्ने पिरले नै शङ्का जन्माउने हो के। जब बाटो नै छुटियो, जब आफ्नो भन्नलाई नै कोही रहेन भने गुमाउनु पर्ने डर पनि त भएन नि, होइन? जहाँ डरै छैन त्यहाँ शङ्काको बास हुँदैन। यो त एउटा खालीपन हो जस्तो लाग्छ। अनि जहाँ न आशा हुन्छ, न निराशा, न तिम्रो मतलब, न मेरो मतलब, सक्यो सम्बन्ध।